यूहन्ना अध्याय 19। तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए, अनि सिपाहीहरूले काँडाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए र उहाँको नजिक आएर भने, कनाम यहुदीहरूका राजा। अनि तिनीहरूले उहाँलाई थप्पड लाए। फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने, हेर, म यिनलाई तिमीहरू कहाँ बाहिर ल्याइरहेछु र तिमीहरूलाई जनाउन चाहन्छु, म यिनमा केही दोष पाउँदिन। तब काँडाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो र पिलातसले तिनीहरूलाई भने, हेर यो मानिस। जब मुख्य पुजारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्दै चिच्याउन लागे, पिलातसले तिनीहरूलाई भने, तिमीहरूले नै यिनलाई लगेर क्रुसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिन। यहुदीहरूले उनलाई जवाब दिए, हाम्रो एउटा व्यवस्था छ र त्यस व्यवस्था अनुसार यो मर्नै पर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ। यो कुरो सुनेर पिलातस झन् डराए। उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, तिमी कहाँका हौ? तर येशूले उनलाई केही जवाब दिनु भएन। यसकारण पिलातसले उहाँलाई भने, के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ र तिमीलाई क्रुसमा टाङ्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन? येशूले जवाब दिनुभयो, तपाईलाई माथिबाट नदिएको भए म माथि तपाईको केही अधिकार हुने थिएन। यसकारण मलाई तपाईका हातमा सुम्पिदिने अझ बढी पापको दोषी छ। त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढी प्रयत्न गरे, तर यहुदीहरू यसो भन्दै कराए, यदि तपाईले यस मानिसलाई छोडिदिनु भयो भने तपाईँ कैसरका मित्र हुनुहुन्न। आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्येक कैसरको विरुद्धमा खडा हुन्छ। पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए र उनी ढुङ्गाका पाटी भनिने ठाउँमा, जसलाई हिब्रूमा गब्बथा भनिन्छ, न्याय आसनमा बसे। त्यस समय निस्तार चाडका तयारीको दिन थियो। दिउँसोको करिब 12 बजेको थियो। पिलातसले यहुदीहरूलाई भने, हेर तिमीहरूका राजा। तर तिनीहरू यसो भन्दै चिच्याए, लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातसले तिनीहरूलाई सोधे, के म तिमीहरूका राजालाई क्रुसमा टाँगु? मुख्य पुजारीहरूले जवाब दिए, कैसर बाहेक हाम्रो अरू राजा छैन। तब उनले उहाँलाई क्रुसमा टाङ्न तिनीहरूका हातमा सुम्पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्मा लिए। उहाँ आफ्नो क्रुस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्छ। त्यहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र उहाँसँग अरू 2 जनालाई टाँगे, एकजनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई। पिलातसले एउटा दोष पत्र पनि लेखे अनि क्रुसमाथि टाँसिदिए। त्यसमा यही लेखिएको थियो, नासरतको येशू, यहुदीहरूको राजा। अब धेरै यहुदीहरूले यो दोष पत्र पढे, किनभने येशू क्रुसमा टाँगिनु भएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रिक भाषामा लेखिएको थियो। यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, यहुदीहरूका राजा भन्ने होइन, तर यसले म यहुदीहरूका राजा हुँ भन्यो भनी लेख्नुहोस्। पिलातसले जवाब दिए, मैले जे लेखेँ। जब सिपाहीहरूले येशूलाई क्रुसमा टाँगे, तब तिनीहरूले उहाँका वस्त्र लिएर प्रत्येक सिपाहीलाई 1-1 भाग हुने गरी 4 भाग गरे। उहाँको बाहिरी वस्त्र पनि लिए, तर त्यो वस्त्र चाहिँ सिउनी नभएको, माथिदेखि तलसम्म बुनेको सक्लो थियो। यसकारण तिनीहरूले आपसमा भने, यो चाहिँ नच्यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं। धर्मशास्त्र पूरा होस् भनेर नै यो भएको थियो। तिनीहरूले मेरो वस्त्र आफूमा बाँडे र बाहिरी वस्त्रमा चाहिँ चिट्ठा हाले। यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रुसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
जब येशूले आफ्नी आमालाई र उहाँले प्रेम गर्नुभएका चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, नारी, हेर्नुहोस् तपाईँको छोरो। तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, हेर तिम्री आमा। त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे। यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पुरो होस् भनी भन्नुभयो, मलाई तिर्खा लाग्यो। त्यहाँ सिरकाले भरिएको एउटा भाँडो राखिएको थियो। यसकारण सिरकाले भरिएको स्पन्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए। जब येशूले सिरका लिनुभयो, तब उहाँले भन्नुभयो, अब सिद्धियो। र उहाँले शिर निमुराएर आफ्नो आत्मा त्यागिदिनुभयो। त्यो दिन तयारीको दिन थियो। यसकारण यहुदीहरूले सब्बातमा, विशेष गरी यस सब्बातमा जुन चाहिँ महत्त्वपूर्ण थियो, मृत शरीरहरू क्रुसमा नरहुन् भनी पिलातसलाई बिन्ती गरे र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिउन् भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एकजनाका, त्यसपछि अर्काका। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरू मध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाई दिएको हो र उसको गवाई साँचो छ र साँचो बोल्दछु भनी ऊ जान्दछ। उहाँको कुनै पनि हड्डी भाँचिने छैन भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, जसलाई तिनीहरूले घोचेका छन् तिनीहरूले उहाँलाई हेर्नेछ। त्यसपछि अरिमाथियाको योसेफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊ भनी बिन्ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे। अनि अघि उहाँ कहाँ राति आउने निकोदेमस पनि प्राय 33 किलो गन्धरस र एल्बा मिश्रित द्रव्य लिएर त्यहाँ आए। यसरी तिनीहरूले येशूको शरीर यहुदीहरूको दफन कार्यको रीति अनुसार सुगन्धित द्रव्यसँग सुती कपडामा बाँधे। उहाँ क्रुसमा टाँगिनु भएको ठाउँमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै कोही नराखिएको एउटा नयाँ चिहान थियो, किनकि यहुदीहरूका तयारीको दिन थियो अनि त्यो चिहान पनि नजिकै थियो र तिनीहरूले येशूलाई त्यही चिहानमा राखे।